जति दुःख भानी हार्ने छैन आमा, जति दुःख भानी हार्ने छैन आमा, जन्मभूमिको माया मार्ने छैन आमा, जति दुःख भानी हार्ने छैन आमा, जन्मभूमिको माया मार्ने छैन आमा। नारी हुँ पीडा सही देश बदल्न सक्छु बरु, नारी हुँ पीडा सही देश बदल्न सक्छु बरु, धनकै आसमा परदेश बसाई सार्ने छैन आमा, धनकै आसमा परदेश बसाई सार्ने छैन आमा। धन्यवाद आदरणीय निर्देशक। सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तिकरण भन्ने मूल नारा सहित आज हामीले 115औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित यस वक्तित्व कला प्रतियोगिता तथा महिला प्रधानताको सम्मान कार्यक्रम आयोजना भइरहेको छ। आदरणीय यस कार्यक्रमका सभाध्यक्ष महोदय, मञ्चमा आसीन प्रमुख अतिथिज्यू र मञ्चमै आसीन हाम्रा विभिन्न विशिष्ट अतिथिज्यूहरू र यस मञ्चमा आसीन हाम्रा अन्य अतिथिगणहरू, साथमा हाम्रो बर्दिया जिल्लाका विभिन्न पालिकाहरूबाट आजको यस वक्तित्व कला प्रतियोगितामा प्रतिस्पर्धीका रूपमा पाल्नुभएका आदरणीय शिक्षक साथीहरू र आजको यस कार्यक्रमलाई सभ्य र भव्य रूपले सम्पन्न बनाउन जिल्लाका विभिन्न ठाउँबाट जुट्नुभएका आदरणीय शिक्षक साथीहरूलाई मेरो तर्फबाट 115औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दै नमस्कार गर्न चाहन्छु। आजको यस कार्यक्रममा आफ्ना केही भनाइहरू प्रस्तुत गर्न पाउँदा आफूलाई पनि निकै भाग्यमानी महसुस गरिरहेको छु। आदरणीय सभाध्यक्ष महोदय, हामी 21औं शताब्दीमा पुगिसकेका छौँ। महिलाहरूका नाममा विभिन्न सभा समारोहहरू पनि सञ्चालन भइरहेको र 2 वर्ष महिला दिवसको अवसर पारेर पनि थुप्रै हाम्रा महिलाहरूलाई राज्यको मूलधारमा ल्याउने हेतुका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएको पनि यहाँहरूले अवगत नै छ। विक्रम सम्वत 2072 सालमा जारी भएको संविधानले पनि हाम्रा महिलाहरूका लागि समानतामूलक समावेशी सहभागितामूलक सिद्धान्त अनुरूप विभेदीकरण, समृद्ध र न्यायपूर्ण समाजको आधार गरेको छ। समान कामका लागि लैङ्गिक विभेद बिना नै पारिश्रमिक र न्यायिक व्यवहारमा विभेद गरिने छैन भनेर पनि उल्लेख गरेको छ। हाम्रो लैङ्गिक विभेद बिना महिलाहरूलाई पनि वंशीय हक प्राप्त हुनेछ भनेर पनि उल्लेख गरेको छ। त्यसै गरेर पैतृक सम्पत्तिमा लैङ्गिक विभेद बिना नै सबै सन्तानहरूलाई बराबर हक हुनेछ भन्ने पनि उल्लेख गरेको छ। संविधानको धारा 38 अनुरूप महिला हक अन्तर्गत महिलाहरूका बारेमा विभिन्न कुराहरू जानकारी पनि गराएको छ। महिला हक अन्तर्गत महिला विरुद्ध कुनै पनि सामाजिक, आर्थिक, सांस्कृतिक रूपमा महिलाहरूको शारीरिक, मानसिक, यौनजन्य र मनोवैज्ञानिक रूपमा हिंसा गरिन पाइने छैन भन्ने कुरालाई पनि उल्लेख गरेको छ। यदि यसो गरेको खण्डमा दण्डनीय अपराध हुनेछ र पीडितले कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने कुराको पनि उल्लेख गरेको छ। आदरणीय सभाध्यक्ष महोदय, नेपालको कुल जनसङ्ख्याको हिसाबमा हेर्नुहुन्छ भने पनि 51.1% महिलाहरूको सङ्ख्या देखिन्छ। यसको आधारमा लैङ्गिक अनुपात हेर्नुहुन्छ भने पनि पुरुष 95.1 प्रति पुरुष 100 महिला रहेको देखिन्छ। यसरी जनसङ्ख्याकै आधारमा हामी जाने हो भने पनि पुरुषभन्दा महिला त बढी नै देखिन्छ नि। यति हुँदाहुँदै पनि हामी महिलाहरूलाई राज्यको मूलधारमा ल्याउनका लागि किन 33% मात्रै काम गरिएको छ त? 50% हुनुपर्ने होइन? किन 33% राखेको छ? जब राज्यहरूमा चाहिँ संविधानले नै तोकेको छ, महिलाहरूका हक अधिकारका कुराहरू प्रशस्त मात्रामा उल्लेख गरेको छ, त्यति हुँदाहुँदै पनि फेरि किन हामीलाई 33% मात्रै झारिएको छ त? अब प्रश्न चिन्ह यहाँनिर खडा हुन्छ। किन 33% राखियो? 50 पुर्याउनु किन सकिएन? कि हामी महिलाहरू सक्षम छैनौँ? हामी 50 मा जान सक्दैनौँ? यति धेरै प्रश्नहरू आदरणीय सभाध्यक्ष महोदय, तपाईँ हाम्रो अगाडि प्रश्न छन्। यी प्रश्नहरूलाई मध्यनजर गर्दै हामी 33बाट कहिले 50 मा पुग्छौँ? जनसङ्ख्याको हिसाबमा आधाभन्दा बढी त हामी महिलाहरूले राखेका छौँ छ भने किन समानता हुन सकेन? आज हामी समानता 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 भन्दै ढोल पिल्दै हिँडिरहेको
हिँडिरहेका छौँ, विभिन्न सभा समारोहहरू सञ्चालन गर्दै हिँडिरहेका छौँ, तर त्यो कार्यक्रम पश्चात हामी घर फर्किँदाखेरि महिलाहरूले साँच्चीकै समानता कायम गरेका छन् त? छैनौँ। मैले आज पनि देखिरहेको छु, यही कार्यक्रमबाट पनि प्रष्ट हुन सकिन्छ। महिलाभन्दा पुरुष हाम्रा आदरणीय शिक्षकहरू बढी हुनुहुन्छ। के बर्दिया जिल्लाभरि हाम्रो शिक्षक सङ्गठनमा आबद्ध हुनुभएका हाम्रा महिला शिक्षकहरू यति मात्रै हुन् त? पक्कै पनि होइन होला। खै त समानता आजको दिनमा त हाम्रा पुरुष शिक्षक साथीहरूले आफ्ना महिला म्यामहरूलाई यो कार्यक्रममा उपस्थितिको लागि जोड दिन सक्नु पर्थ्यो, तर किन सकेनौँ? हामीले? प्रश्न अब तपाईँ हामीमा खडा भइरहेको छ। समानता भनेर बोलिरहँदा यो आजको नारी दिवसको कार्यक्रममा समेत तिमीहरू सामेल हुन जाऊ भनेर हामीले भन्न सकेनौँ। किन सकेनौँ त? किन सकेनौँ भने हप्ताभरि पढाइरहँदा एक दिन छुट्टी हुन्छ, घरमा हप्ताभरिका लुगा थोप्रिएका हुन्छन्, बच्चाका सामानहरू थोप्रिएका हुन्छन्, घर खेतबारीको अरू कामहरू पनि थोप्रिएका हुन्छन्। कहिले गर्नुपर्छ। यी कुराहरूले गर्दा हामी महिला शिक्षकहरू यो कार्यक्रममा आउने तीव्र इच्छा शक्ति हुँदै पनि त्यो एक दिनको बिदाले गर्दा सारा काम ल्याएर फेरि भोलिबाट 10 बजेदेखि 5 बजेसम्मको ड्युटी ल्याउँदा हामी हिँडेको कहाँनिर छ समानता? हामी महिलाहरूले चाहिँ बाहिरको काम पनि भ्याउनु परिरहेको छ, घरको काम पनि भ्याउनु परिरहेको छ, अनि समानता हामी कसरी भन्छौँ? एउटै घरका दुई श्रीमान श्रीमती जागिरमा जानुहुन्छ, जागिरसम्मलाई चाहिँ अहिले समानताको रूपमा अगाडि महिलालाई सारेको देखिन्छ। पैसा पनि आउँछ त्यसबाट। जागिरसम्मको कुरामा हाम्रा पुरुष साथीहरू र महिला दिदीबहिनीहरू पनि सँगै घरबाट 10 बजे निस्किनुहुन्छ। 10 बजे निस्किसकेपछि सँगै दिनभरिको थकान हुन्छ, उहाँहरू घर फर्किनुहुन्छ। घर फर्किसकेपछि हाम्रा महिला दिदीबहिनीहरू चाहिँ फेरि तुरुन्तै आफ्नो ड्रेस फुकाउँदा नफुकाउँदै बच्चा बच्चीलाई नास्ता, आफूलाई खाजा, घरको काम, बिहान हतार निस्किँदाको अस्तव्यस्त भान्सा समात्न व्यस्त हुनुहुन्छ। तर हाम्रा पुरुष साथीहरू भने मोबाइल ल्यापटप बोकेर बैठक रूपमा बस्नुहुन्छ, या त यसो साथीहरूसँग फ्रेस हुन गफतिर हिँड्नुहुन्छ भने कहाँनिर समानता छ? जबसम्म नारी र पुरुषमा समानता देखिँदैन तबसम्म हामीले राज्यको मूलधारमा महिलाहरूलाई कुनै हदमा पनि ल्याउन सक्दैनौँ। यो तपाईँ हामी सबैले जान्न जरुरी छ। आदरणीय सभाध्यक्ष महोदय, शिक्षाको क्षेत्रमा हेर्नुहुन्छ भने पनि पुरुष प्रधानाध्यापक भएर सञ्चालन गरेको विद्यालयको तुलनामा महिला प्रधानाध्यापक भएर चलाएको विद्यालयमा अनुगमन गर्न जानुस्, शिक्षाको हदमा धेरै हदसम्म सुधार भएको हामीले प्रत्यक्ष देख्न सकेका छौँ। हाम्रा 33% महिलाहरू सहभागी गराइएको ठाउँमा मात्रै पनि महिलाहरूले यति धेरै प्रगति गर्न सक्छन् भने 50% पुर्यायो भने कति धेरै नेपालले फर्को मार्न सक्छ होला, देश कति धेरै समृद्धितिर जान सक्छ होला। यसबारे हामीले सोच्नुपर्छ। आदरणीय महोदय, तपाईँले इतिहासमा हेर्नुहुन्छ भने पनि हाम्रो अहिलेसम्म महिलाहरू प्रधानमन्त्री बनेको एउटा इतिहासै छैन। बल्ल एकजना हाम्रो राष्ट्रपतिमा महिला जानुभयो, कुनै पनि काम चाहिँ सक्रिय रूपमा सम्पन्न हुन दिएन। सकेन भनौँ भन्दा पनि दिएन भनौँ भन्दाखेरि पुरुष साथीहरूले नै भन्नुहुन्छ महिलाहरू माथि जानुपर्छ, तर ठाउँमा तान्ने काम आफैले गर्नुहुन्छ। हामी सबै घरबाट निस्किँदा पुरुष आधा रातमा घर फर्किँदा पनि कोहीले केही बोल्दैन, कामबाट फर्क्यो भन्नुहुन्छ। तर हामी महिला आधी रातमा कामबाट फर्क्यौँ भने त कहाँ थिइस्, किन थिइस्, कोसँग थिइस्, के कारणले थिइस्, यस्ता प्रश्नहरूले भोलिबाट हामीलाई विकासका काममा अगाडि पाइला उठाउनै मन लाग्दैन। यो काम धेरै कुराहरूलाई यहाँले मध्यनजर गर्दै जबसम्म हामीले चाहिँ महिला पुरुषलाई घरायसी कामकाज, बालबच्चाको हेरचाह र त्यसै गरेर अभिभावकीय जिम्मेवारी बराबर र बाहिरको कामहरूमा पनि महिला पुरुषलाई बराबर रूपमा हेर्न सक्दैनौँ, तबसम्म हामीले लैङ्गिक समानतायुक्त राष्ट्रको कल्पना गर्न सक्दैनौँ भन्दै यी कुराहरूलाई चाहिँ हामीले लैङ्गिक समानता 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 भनिरहँदाखेरि महिलाहरूलाई पनि जति पुरुष दाजुभाइहरू बाहिर जान सक्नुहुन्छ त्यतिकै वातावरण तपाईँ हामीलाई चाहिँ सिर्जना गरियोस् र एकचोटि राज्यको विकासको लागि तपाईँ हामीलाई चाहिँ नेतृत्व प्रदान गरियोस् भन्न चाहन्छु। चुनावका हिसाबमा हेर्नुहुन्छ भने पनि महिला बराबर भनेर तपाईँ हामीले नै भाषण ठोकिरहेका हुन्छौँ, तर जब चुनावको टिकट बेच्ने बेला हुन्छ एउटा बन्द कोठाभित्र बसेर पुरुषलाई चाहिँ प्रमुख र महिलालाई उपमा गरेर राखिदिनुहुन्छ। अनि कहाँनिर समानता हुन्छ? किन महिलालाई प्रमुखमा राखेर पुरुषलाई उपमा राख्न सक्दैनौँ हामीले? के हामी क्षमताविहीन हो? हामीले प्रमुख चलाउन नसक्ने अवस्था हो र? पक्कै पनि होइन। यदि तपाईँलाई त्यस्तो भ्रम लागिरहेको छ भने हाम्रा महिला प्रधानाध्यापकबाट सञ्चालन गरेका विद्यालयहरूबाट हेर्नुहोस्, पुरुषको तुलनामा
हुन अगाडि छ भने एकचोटि महिलालाई प्रमुख रूपमा नगर चलाउने जिम्मा दिनुहोस्। त्यो नगरको विकास हुन सकेन, उन्नति हुन सकेन भने महिलासँग त तपाईहरुले प्रश्न गर्नु सक्दैन।